कुरा गरौँ बालेन शाहको बारेमा। जब देशले बालेन शाहलाई आज प्रधानमन्त्रीको रूपमा पायो, देशमा रातारात यति धेरै परिवर्तन भयो नि। सबैको चासोको विषय नै नेपाली राजनीति अब के होला, देशको अबको अगाडिको कदम के होला, अब सरकारले के गर्दैछ भन्ने जस्ता सरकारले गरिरहेका काम कदमप्रति सबैको चासोको विषय बनेको छ। 20 वर्ष अगाडिदेखिका भ्रष्टाचारका फाइलहरू खोलिनु, म नै हुँ भन्ने आडम्बर बोकेका मान्छेहरूलाई पनि कानुनको कठघरामा उभ्याइनु, उनीहरूको सम्पत्तिको छानबिन हुनु र सबैले कानुनको कठघरामा ल्याउने, सबैले गल्ती गरेकाले सजाय पाउनुपर्छ भन्ने यी कामहरू प्रधानमन्त्री बालेन्द्र शाहज्यूका एकदमै प्रशंसनीय छन्। यसै गरी मलाई लाग्छ कि भ्रष्टाचारले मात्र होइन, बलात्कारले पनि यो देशमा धेरै जरा गाडेको छ। पीडितहरूले नै म पीडामा छु भन्न बोल्न सक्ने अवस्था छैन। कतिलाई त सबुत मेटाउनको लागि कतिसम्म पीडा दिएर निर्मम रूपमा हत्या नै गरिएको छ। यसको प्रमुख उदाहरणको रूपमा निर्मला पन्त हामी सबैले अवगत भएकै कहानी हो। तर त्यसको दोषी कहाँ छ, कस्तो अवस्थामा छ, कसैलाई केही थाहा छैन। पीडित परिवारले अझै पनि न्यायको बाटो हेरिरहेका छन्। जसरी चन्द्र शमशेरद्वारा यो सती प्रथाको रूपमा पूर्ण अन्त्य भएको थियो, त्यसै गरी बालेन शाहज्यूद्वारा यो बलात्कारी अनि समाजमा रहेका यस्ता नरपिचासहरूको पूर्ण रूपमा अन्त्य गरेर त्यसले फेरि मुक्तिको सास फेरोस्। फेरि महिला, सम्पूर्ण दिदीबहिनीहरू, साना भाइ बहिनीहरू सम्पूर्णलाई खुलेर बाँच्न पाउने अधिकार प्रदान गर्नमा बालेन्द्र शाहज्यूको प्रमुख हात रहनेछ। उहाँले यस्तो कडा कानुन ल्याउनु हुनेछ कि बलात्कारीले कुनै नराम्रा काम गर्नुभन्दा पहिला 10 चोटि सोच्नेछ र त्यो कानुन, त्यो नियमदेखि डराएर उसको दिमागमा पनि यी सबै कुराहरू आउने छैनन्। यस्तो खालको वातावरण निर्माणमा बालेन शाहको हात पक्कै रहनेछ भन्ने हामी सबैको दृढ विश्वास छ।